Hello, good evening everyone and welcome to my video भन्दै अब चाहिँ म चाहिँ डिनर गर्न आँटेको है। अनि आज मेरो डिनरमा चाहिँ के छ भन्ने कुरा म तपाईहरुलाई देखाउन चाहन्छु है। अनि यो खासै चाहिँ छैन तर भए पनि आई लाइक टु शेयर बिकज मलाई मन परेको कुरा म खाँदैछु है। मैले चाहेको कुरा हो। हिजो अस्तिको दिनदेखि मलाई खान मन लागेको हो अन्त तर मैले खान पाएको थिइन। हिजो पनि मैले प्लान गरे, मेरो हस्बेन्ड आउनु भएको थियो त्यही भएर उसलाई खानै चाहिन्छ हो, उसलाई खानै बनाएँ। त्यही भएर मैले फेरि त्यो सोचेको कुरा खान पाइनँ। अनि मैले सोचेको कुरा चाहिँ के रहेछ भन्ने कुरा म त खाउँछु है, हेर्नु होला। आलुको दम पनि छ है। अनि यहाँनिर पातला झोल आलुको है, कालो जिरा लगाएर बनाएको, अरू केही हालेको छुइनँ, कालो जिरा मात्रै लगाएर चाहिँ मसला हालेको है। अनि यहाँ मेरो हेरिहाल्नुहोस् है, यहाँनिर चाहिँ के छ, भुजा छ, मिमी छ, अनि मटर मिक्स गरेर चाहिँ मैले चाहिँ यहाँ मिक्सचर बनाएको छु है। अनि साइडमा छ मेरो पिसेको डल्ले खोर्सानी छ है। ल है त, मलाई चाहिँ यो चाहिँ एकदमै खानु मन लागिरहेको थियो तर त्यतिकै भएर चाहिँ मैले खानु पाएको थिइनँ है, जुरेकै थिएन। अनि आज चाहिँ नानीले चाहिँ पर आमिनसँग खाने अरे है, आमिनले बनाइदिनु भयो खाना। अनि यो चाहिँ एकदमै नानीहरूको लागि चाहिँ हेल्दी होइन नि त, अन्त नानीहरूलाई त अनहेल्दी चिजहरू त एकदमै दिनु हुँदैन। त्यही भएर यस्तो कुरा पचाउनु सकिन्छ हामी चाहिँ है भनेर चाहिँ ल है त आज मेरो डिनर चाहिँ यस्तो छ है। अब यसलाई टक्कै यो भुजालाई सट्टै यसरी हाल्ने है। चिल्ली हेरिहाल्नुहोस् है, टक्कै यो पनि हाल्ने, मजाले फिट्ने है, हेरिहाल्नुहोस् है। वाउ, ल है त मेरो आजको डिनर चाहिँ है। आफूले चिताएको र खानु मन लागेको कुरा चाहिँ खाइहाल्नुहोस् है। मान्छेको के भरोसा है, आज हो कि भोलि हो। त्यही भएर चाहिँ बाँचुन्जेल चाहिँ मजाले खाने हो, इच्छाको कुरा खाने हो है। वाउ, फ्राइड आलु, फ्राइड पोटेटो, सो यम। थियो मजाले खायो, एकदमै यम्मी भयो। पिरोले चाहिँ मुख रातै भयो हो। यति भन्दै थ्याङ्क यू सो मच फर वाचिङ, बाई बाई, गुड नाइट।